को हुन् बेन्जामिन नेतन्याहु? आज हामी बेन्जामिन नेतन्याहुको सिक्रेट डकुमेन्टको बारेमा कुरा गर्छौं, जो इजरायली जासुसद्वारा लिक भएको डकुमेन्ट है। आजसम्म नेपाल र इन्डियामा पनि कभर नभएको न्युज हामी हजुरलाई सेयर गर्छौं है। ग्रेटर इजरायल र बेन्जामिन नेतन्याहुको बारेमा 2500 वर्षदेखि बेन्जामिन नेतन्याहुको हजुरबाबाट स्टार्ट हुन्छ है। उसको हजुरबा एक धार्मिक रबी थिए र ऊ बेलारुसमा जन्मेका थिए। फर्स्ट वर्ल्ड वारमा अटोमन एम्पायर हारेको कारणले प्यालेस्टाइन ब्रिटिसको कन्ट्रोलमा जान्छ। उसको हजुरबा युरोप र अमेरिकामा जुइस नेसनल रेस्ट गर्छन् र 700 वटा भाषण जम्मा 9 महिनामा अमेरिका र युरोपमा दिन्छन्। उसको हजुरबाको कहानीमा बेस एक किताब प्रकाशन हुन्छ। किताबको नाम नेसनल एन्ड स्टेट 1928। उसको 9 जना बच्चा थिए र उसको छोराहरूले कन्टिन्यू इजरायल एउटा नयाँ देश बनाउने र ग्रेटर इजरायलको सपना देख्थे। उसको एक नाति टेल अभिभ अर्थात् इजरायलको राजधानीमा 1949 मा जन्मेका थिए। बेन्जामिन नेतन्याहु पढ्नको लागि अमेरिका जान्छन्। MIT युनिभर्सिटीद्वारा म्यानेजमेन्टमा डिग्री लिन्छन्। उनी मास्टर पढ्नको लागि हार्वर्ड युनिभर्सिटी जान्छन्। उनी एक मल्टी ट्यालेन्ट व्यक्ति हुन्। उनले एकैचोटि 3टा काम गर्थे। इजरायली डिफेन्स फोर्समा पनि काम गर्थे, पोलिटिकल साइन्स मास्टर पनि पढ्थे र आफ्नो काम शुद्ध गर्थे र उसको दाइ योनातान नेतन्याहु आर्मीमा भर्ना लिन्छन्। उसको दाजु र ऊ 1967 र 1973 वारमा अरब युद्धमा डाइरेक्ट भाग लिएर एक कमान्डरको रूपले परिचित हुन्छन्। 1972 मा नेतन्याहुलाई गोली लाग्छ। काँधमा गोली लागेको कारणले आर्मीबाट रिटायर लिन्छन्, तर उनी रिजर्भ फोर्समा चाहिँ बसिरहन्छन्। बेन्जामिन नेतन्याहु एक नेसनलिस्ट भएकै कारण होला उनी अरब युद्धमा आफै भाग लिन्छन् र उसको हजुरबाले देखेको ग्रेटर इजरायलको सपना उसमा पनि अलिअलि झझल्को देखिन थाल्छ। उनी एक एजुकेटेड भएकै कारण होला ऊ अमेरिका जान्छन् र अमेरिकाको ठुल्ठुलो मल्टिनेसनल कम्पनीमा ऊ एज अ हाई र्याङ्क पोस्टमा काम गर्छन्। 1996 मा एक दुःखद घटना हुन्छ। इजरायली प्लेन हाइज्याक हुन्छ। त्यो हाइज्याक भएको प्लेन युगान्डामा रोकिएको हुन्छ। 102 इजरायली होस्टेजलाई बन्धक बनाएर छुट्टै ठाउँमा राख्छन्। इजरायली प्रियमले एक अपरेसन स्वीकृति दिन्छन्। त्यसको नाम हो अपरेसन इन्टाबे। इजरायली 100 जना कमान्डरहरू पुरानो प्लेनमा युगान्डा मिसनको लागि जान्छन्। 90 मिनेटमा मिसन सकिन्छ। सबैजना 102 होस्टेज इजरायल फर्किन्छन्, तर एउटा दुःखद घटना हुन्छ। बेन्जामिन नेतन्याहुको दाइ त्यसमा 1 जना कमान्डर शहीद हुन्छन्। बेन्जामिन नेतन्याहु अमेरिकाको एक लाइब्रेरीमा पढिरहेका हुन्छन्। त्यो खबर सुन्दाखेरि उसको हातमा किताब, आँखामा आँसुबाट उनी इजरायल फर्किन्छन्। म टेररिस्टलाई माफ गर्दिनँ भनेर इजरायल आफ्नै देशमा चाहिँ एन्टी टेररिस्ट मिसन चलाउँछु भनेर फर्किन्छन्। उसको हजुरबाको अमेरिकन जुइस लबीमा लिङ्क भएको कारण होला 1980 मा वासिङटन इजरायल एम्बेसीमा उनी स्पोक पर्सन भएर काम गर्छन् र उनी इजरायलको अमेरिकामा UN एम्बेसडर भएर काम गर्छन्। नेतन्याहुको फ्यामिली ब्याकग्राउन्डकै कारण होला उसको बुवाको अहिलेको US प्रेसिडेन्ट डोनाल्ड ट्रम्पको बुवासँग दोस्ती थियो। 1998 मा नेतन्याहु UN बाट रिजाइन दिन्छन् र इजरायल फर्केर लिक्विड पार्टीमा प्रवेश गर्छन्। त्यतिखेर इजरायली प्रधानमन्त्री इट्राबिन रबिनले प्यालेस्टाइन र अमेरिकासँग शान्ति सम्झौता गरेका थिए, तर बेन्जामिन नेतन्याहुले इजरायलको सेक्युरिटीको लागि खतरा हुन्छ भनेर ऊ विरोध गरिरहेका हुन्थे र सडकमा र्याली समेत झिक्थे। र बेन्जामिन नेतन्याहुलाई दाइ मरेको कारण होला उसले चाहिँ टेररिस्ट उसले देख्नै नसकेर उसको पनि सडकमा प्रोटेस्ट हुन्थ्यो र त्यतिखेर इजरायलको प्रधानमन्त्रीको पनि पक्षमा प्रोटेस्ट भइरहेको हुन्थ्यो। दुई पक्ष प्रोटेस्ट सहरमा एकैसाथ भइरहेको हुन्थ्यो। तर बेन्जामिन नेतन्याहुको आइडियोलोजीको कारण होला 1 जना इजरायली सोल्जर पहिले कमान्डर शुद्ध भएका यादिल अमिनले इजरायलको प्रधानमन्त्रीलाई गोली हानेर हत्या गरिदिन्छन्। हालमा इलेक्सन हुन्छ। त्यतिखेर बेन्जामिन नेतन्याहुले त्यो हत्याको कारण होला त्यतिखेरको इलेक्सन हार्छन्। रबिनलाई
इजरायलको अहिलेसम्मको पिसफुल प्राइम मिनिस्टर भनेर चिनिन्छन्। र इजरायलमा इलेक्सन भएको 9 दिनमै इजरायलमा 4 ठाउँ बम ब्लास्ट हुन्छ र इजरायलको 59 जना मान्छेको मृत्यु हुन्छ। यो बम ब्लास्ट हमासले गरेको हुन्छ, तर डाइरेक्ट फाइदा चाहिँ बेन्जामिन नेतन्याहुलाई हुन्छ। उसलाई लट्री भएर त्यसको लगतै ऊ इजरायलको नयाँ प्राइम मिनिस्टर भएर चुनिन्छन्। उसले इरानको न्युक्लियर वेपन इजरायल र अमेरिकालाई खतरा हुन्छ भनेर ऊ स्पिच दिइरहेको हुन्छन्। उसको फ्यामिली ब्याकग्राउन्ड र अमेरिकामा पढेको कारण स्ट्रङ कनेक्सनको कारण होला उसले चाहिँ अमेरिकामा गएर इजरायलको न्युक्लियर वेपन इजरायललाई भन्दा अमेरिकालाई खतरा छ भनेर उसले चाहिँ एट्याक गराउँछन्। उनी 2013 देखि 2021 सम्म इजरायलको कन्टिन्यू प्रधानमन्त्री हुन्छन् र अहिले पनि 2025 मा प्रधानमन्त्री छन्। उनी इजरायलको 6 चोटि प्रधानमन्त्री भइसकेका छन् र लङ्गेस्ट प्राइम मिनिस्टर अफ इजरायल पनि हुन्। तर सबै कुरा सुखद मात्र हुँदैन। उसलाई एक्सपेन्सिभ गिफ्ट लिएको, करप्सनको चार्जहरू धेरै लागिरहेको हुन्छ। उसको धेरै केस सुप्रिम कोर्टमा पनि पुगेको हुन्छ। उसले चाहिँ संविधानै केस नलाग्ने हिसाबले बनाइरहेको हुन्छन्। अहिले उनी हमाससँग वारको कारण होला उसलाई चाहिँ कुनै पनि करप्सन चार्ज नलाग्ने नियम बनाइरहेछन् र उसले चाहिँ अहिले हमास युद्धमा चाहिँ उसले आफूलाई फाइदा लिइरहेछन्। उनी एक इजरायल, अमेरिका र युरोपका लागि हिरो पनि हुन्, तर मुस्लिम देशको लागि ऊ एकदम भिलेन हुन्। उसलाई अहिले 60,000 सिभिलियन मारेको आरोप लागिरहेछ। तपाईँ आफै भन्नुहोस्, बेन्जामिन नेतन्याहु हिरो हुन् वा भिलेन? कमेन्ट गर्नुहोला। धन्यवाद। The blessing of a new Middle East